लट हैन तर म जिस्किदिन। ओहो कता 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 देखिन्छ हैन, कोही आएको छैनन्। ल यात्रा सुरु हाम्रो। मैले चक्का चाहिँ देख्न पाएको छैन क्या मेरो मोबाइलले गरेर। धेरै पछि झोलुङ्गे पुलमा चलाएको है, अलिअलि डर लागिरहेको छ। घाँसको बाटो लड्दै पर्दै त भन्न मिलेन हैन, उफ्रिँदै उफ्रिँदै आइमा पुग्यौँ। राजमाटे डाँडा काटेर हाल्दिनँ, यति काटेर हाल्छु। म चाहिँ आज चाहिँ रुजानीसम्म ट्राभल गर्दैछु होइन। टाइम टाइम बनाइरहेको देखिन्छ है। अब अहिले योचोटि चाहिँ अलिक धेरै देखेको छु मैले, के गर्छन् कहिले बनाउँछ। यहाँ चाहिँ छोडेर हामीले चाहिँ यहाँबाट यस्तो छ होइन नानीहरू, यहाँबाट चाहिँ हामी यता जानुपर्ने हुन्छ लेफ्टतिर। यस्तो गर्नु हेलो भन्नु, हेलो भ्लग हो नि त यो, अनि थोरै न हो। छोरी हेलो बाई बाई, बाबा रुचानी गएर आउने ल। बल यस्तो ढोका तान्दैउ न निरो, निरो ढोका लगाऊ ल गेट। कहाँ भ्लगर मान्छे त ढोका तानेर बस्नु त भयो नि। यो 7:13 भएछ। ल भयो नि। हे गाइज वेलकम ब्याक। आज पनि एउटा फेरि मैले चाहिँ नयाँ भ्लग लिएर आइसकेको छु होइन। स्वागत छ तपाईँहरूलाई मेरो नयाँ भिडियोमा। काटेर हाल्दिनँ, यति काटेर हाल्छु। म चाहिँ आज चाहिँ रुजानीसम्म ट्राभल गर्दैछु होइन। त्यही भएर आज हाम्रो नयाँ सेटअपको साथमा भ्लग सुरु भइसकेको छ मेरो। भ्यू चाहिँ कतिको आइरहेछ, ठिकै जस्तो देखिरहेको छु मैले चाहिँ। अलिकति कोल्टे हो कि। ल अब चाहिँ हाम्रो यात्रा सुरु हुँदैछ। मासु लिन जानु छ, मामा घरसम्म पुग्ने हो। अरू चाहिँ मामा घर के गर्न पुग्छन् है, म चाहिँ मासु लिन जाने हो। नजिकै मामा घर भएको पनि फाइदै हो नि त। नजिकै भन्नाले 30-35 लगभग 30-32 किलोमिटर चाहिँ छ होइन। मलाई लगभग आधा घन्टा जति लाग्न सक्छ आरामले हिँड्दाखेरि चाहिँ है। म ठिकै जान्छु जस्तो भ्लग बनाउँदै। हिजो यतापट्टि चाहिँ म खासै बोलेको थिइनँ होइन। अलिकति अब लामै यात्रा भइसकेको थियो होइन। हल्का पुरा थकित पनि भइसकेको थियो, त्यही भएर खास चाहिँ मैले यत्तिकै सरेर आएको थिएँ है। हिजो भन्नाले अघिल्लो भ्लगमा होइन, कहिले कहिले हाल्छु मैले है। अब ढिलो चाँडो हुनसक्छ होइन, त्यही पनि भ्लग चाहिँ आउनेछ है। अब जति पनि म ट्राभल गर्छु सकभर आउने गर्छ भिडियोहरू चाहिँ होइन। तपाईँहरूले लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला है। कतिको स्पिड छ? 50। यता 50 रहेछ, अहिले माथि गएपछि 60-70सम्म जाने हो। धेरै कुदिँदैन होइन, बसेको बेला छ। सेफ राइड गर्नुपर्छ होइन। कम्पिटिसन गर्न यति बिहान बिहान त को आउँछन् होला र, आयो भने दिखा जाएगा। यो चाहिँ बाटोको 5 किलोमिटर होइन। हाम्रो यताबाट आउँदाखेरि राइट ह्यान्ड साइडमा यता तलपट्टि तल्लो बाटो भन्छ होइन, यतातिर बाटो नै छ। यो चाहिँ बाटो चोक होइन। यहाँनिर पिपलपट्टि यो सर चाहिँ यहाँ जहिले यसरी बस्नुहुन्छ होइन, हात हल्लाउँदै पाक्नुहुन्छ। तपाईँहरूले पनि सायद यो हाइवे हिँड्नुभयो भने लगभग देख्नु भएको होला होइन। उहाँ चाहिँ ट्याक्क रोडमा बस्ने। तर
म यति छक्क पर्छु कि होइन, प्रायः जस्तो म हिँड्दा त उहाँ त सधैँ नै हुनुहुन्छ। अनि अर्को अचम्म कुरो भनेको जतिखेर देख्दा नि उहाँ उभिएकै हुनुहुन्छ क्या। अनि मतलब तपाईँको कस्तो कडा होला कि ड्युटी। कति छ 76 को स्पिड देखिँदैन यार क्यामेरामा। निकै निहुरिनु पर्दो रहेछ त्यो भ्यू देखाउनुलाई होइन। यो चाहिँ कारे भोगटे होइन, यतापट्टि कारे कट्यो, अब यतापट्टि छ भोगटे, अनि अगाडि छ गङ्गटे। हुन चाहिँ गङ्गटे र भोगटे अगाडि पहाडी हुनसक्छ है, म नट स्योर। हो भाइको उतापट्टिको भोगटे हो, त्यो कारे हो, यो गङ्गटे हो है त, कन्फ्युज नहुनु होला। यो चाहिँ मलाई मजाले याद छ रहेछ होइन। अब चाहिँ हामी कालापानीको जङ्गलमा आइपुग्यौँ होइन। यहाँनिर चाहिँ कहिलेकाहीँ म चाहिँ घाँस काट्न पनि आइपुग्थेँ होइन, बाइकमा अटोमा है। यतिकोमा चाहिँ यहाँसम्म चाहिँ आइन्छ है। अलिक भनौँ न उता हाम्रोतिर भन्दा यता पाइन्छ होइन। अनि बाइकमा आउनु सजिलो पनि छ। यो हो बुलबुले, यहाँ चाहिँ पानी आइरहेको छ, हिजो पनि मैले भनेको थिएँ होइन। नियरबाई कालापानी छौँ। जयरातो ठाकुर सुरु म बाहुनमारा आइपुगेँ। अब यो चाहिँ धनुषा जिल्ला पर्छ भनेर मैले हिजै भनिसकेको छु है। यतिको भ्यू आयो भने चाहिँ बवाल हुने रहेछ। हो डन हो यो पुरै। अनि यो चाहिँ आफगाछी हो होइन, मतलब बोट आफगाछी भन्नु हुँदैन, ठाउँै आफगाछी भन्छ यसलाई चाहिँ होइन। उतानिर पुल छ राजावास र चिरे जोड्ने पुल हो, झोलेको पुल है त्यतातिरको। यो लेफ्ट साइडमा मात्र घरहरू छ यताबाट आउँदाखेरि, यो साइड चाहिँ यतातिर खासै छैन। उतै पहाडी चाहिँ एक दुईवटा छ। ल यो चाहिँ चुरे होइन, यहाँबाट सिन्धुली प्रवेश हुन्छ हाम्रो। चुरे चाहिँ यस्तो रहेको छ, चुरे सेक्वा कर्नर के मन्दिर सरै छ है। बाटोहरू अलिअलि यताउता भइसकेको छ होइन, बनाउनु पर्ने बेला भएको रहेछ है। कहिले बनाउनु हुन्छ, अहिलेसम्म त राम्रै छ। यतातिरको साइडको चाहिँ होइन, साइडमा बनाइरहेको देखिन्छ है। अब अहिले योचोटि चाहिँ अलिक धेरै देखेको छ मैले, के गर्छन् कहिले बनाउँछ। यहाँ चाहिँ यस्तै होइन, यो चाहिँ भलायो भने पुरा रोकिन्छ है, गाडीहरू रोकिन्छ पुरै। अब अहिले खोला आयो भने त ठुलो आउँछ कि, धेरै टाइमलाई त आउँदैन। अनि यहाँनिर पनि छ चिया नास्ता। यहाँनिर चाहिँ नयाँ बस पार्क बनेको छ होइन, तर खासै अहिलेसम्म चलेको छैन। हुन त नियर बाई फ्युचर चल्छ होला। बर्दिवास पनि यस्तै एउटा खाँचो छ, अहिलेसम्म बन्न सकेको छैन होइन। यहाँ चाहिँ अब कहिले हुन्छ, बनिसकेको ठाउँ छ। यहाँबाट चाहिँ हामी नयाँ हाइवे प्रस्थान गर्छौँ। नयाँ मतलब अहिले आइरहेको हाइवे छोडेर। हेर्नु होला कुन कता कता। यहाँ चाहिँ विमान खोला पुल भनेर लेखेको रहेछ, कुन खोला भनेर एक्ज्याक्टली आइडिया भएन। यतातिर चाहिँ विमान बजार हो होइन। यहाँनिर चाहिँ साइडे चाहिँ बजार लाग्छ है। यहाँ पहिलाको धेरै ठुलो बजार हो, हुन त अहिले पनि ठुलै बजार लाग्छ होइन। अब बोलाइमा भन्ने हिसाबले हो। अब पहिला चाहिँ मेरो मामा घर आउँदाखेरि चाहिँ हामी चाहिँ यहाँनिर फुटबल ग्राउन्ड अहिले त छैन क्या, यसलाई चाहिँ कोरुङ खोला भन्छ होइन। यो पुरा तरेर जानुपर्छ। यो चाहिँ हाम्रो बिचतिर जस्तै हुन्थ्यो क्या, यहाँदेखि यसो बसेर हिँडेर जाँदाखेरि त्यहाँ विमानदेखि यहाँ चाहिँ बस्ने गर्ने होइन। यो साइड यता साइडमै होला सायद, धाराहरू थियो है।
पोखरी जस्तो थियो यस्तो बवाल थियो क्या त्यतिखेरको होइन जस मामा घर आउँदाखेरिको त्यतिखेर भाइब चाहिँ अलग थियो त्यस डिस्टेन्समा छोटो भए पनि गाडीमा आउने त्यसपछि लगभग 1-1.5 घन्टा समथिङ नै हिँड्नु पर्थ्यो होला अझ ज्यादा हिँड्नु पर्थ्यो होला होइन अनि त्यस्तो खालको थियो कि अनि हिँडेरै गइन्थ्यो अब यता अगाडि एउटा अर्को धारा पनि थियो होइन धारा पनि मजाको बनाएको थियो क्या बस्ने गर्ने होइन के अरे बर्को बोटहरू जस्तो जस रमाइलो थियो त्यतिखेरको एउटा छुट्टै मजा पनि थियो होइन सानोको बेलाको है मजा लाग्थ्यो होइन अब अहिले चाहिँ हाइवे बन्दैको त ठुलो होइन अब साधन भएर यताउता हिँड्न ओर्न त धेरै सजिलो भएको छ तर त्यतिखेरको त्यो भाइब चाहिँ आउँदैन है यता चाहिँ ल अमा खोला पुल रहेको छ होइन कसम होइन झोलुङको पुलको चाहिँ मैले अहिलेसम्म भ्लग बनाएको थिएन होला सायद जस्तो लाग्छ मलाई होइन बाइक कुदाएको है आज चाहिँ आउने भयो पहिला म हिँडिसकेको छ होइन सेम बाटो बसको थ्रु गएर त्यसपछि काले भाइसँग हिँडेर यो बाटोहरू चाहिँ यतातिर चाहिँ घुमे यो साइड चाहिँ भनौँ न भ्लग बनाउँदै आएको छु होइन पार्ट 1 पार्ट 2 गर्दै सायद मेरो पुरानो भ्लग हेरिराख्नु हुनेहरूलाई चाहिँ सबैले थाहा छ होला होइन हेर्नु भएको छैन भनेदेखि चाहिँ त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ होइन त्यतिखेर चाहिँ असिन पसिन हुँदै छ होइन यहाँबाट पनि गट्न मिल्छ हाम्रो चाहिँ होइन गाउँघर जानलाई है यसलाई चाहिँ हाम्रो के अरे बेलसिङ भन्छ होइन यहाँबाट जानु नि मिल्छ होइन उहीँ अगाडिबाट प्रायः जस्तो मान्छेहरू चाहिँ यहाँबाट हिँड्नुहुन्छ यहाँबाट ठ्याक्कै एक्ज्याक्ट लेफ्ट यो टर्निङ ठुलै छ है यहाँनिर अलिक स्पिड आउँदाखेरि अलिक गाह्रो पर्छ त्यस्तो धेरै गाह्रो त पर्दैन अब हल्का बानी नहुनेहरूलाई चाहिँ गाह्रै पर्छ होइन त्यही भएर बाटो ठुलो भयो नि कन्ट्रोलले हिँड्नु होला यो हाइवेमा चाहिँ एकदम रिस्की मान्छे म चाहिँ क्या हौसे अब उताको हाइवेहरू भन्दा झोलुङ ब्याक है हामी चाहिँ रानीवास आइसकेको छौँ होइन अब यो हाइवे छोडेर हामीले चाहिँ यहाँबाट यस्तो छ होइन रानीवास यहाँबाट चाहिँ हामी यता जानुपर्ने हुन्छ लेफ्टतिर यो चाहिँ माग्लो रानीवास है त तल्लो रानीवास भनेको अलिक तलतिरै छ होइन सबै मान्छेहरूले हेरेको छन् मलाई है अब गोब्रो सोब्रो हाल्यो भने त मान्छे छक्क पर्छन् होइन अब मोबाइलै हालेपछि त छ नि यो उहाँ छोरी देखियो कि जस्तो लाग्दो होला है गाउँको मान्छेलाई ठिकै छ तर पनि म नलजाइकन नडराइकन नातिकन बनाउँछु हाम्रो गाउँ नै छ यता छ है यस्तो रहेको छ बाटो यतातिर चाहिँ पिच त पिचै रोड छ उतै अगाडिसम्म होइन झोलै पो ल्याइन यार म त त्यत्तिकै आइछु बर्बाद भयो मासु लिन आएकोमा चाहिँ झोलै नल्याएछ यार हेत्तेरी के साह्रो दिमागमा बिग्रे दाजु यहाँ सानो खोल्सा छ होइन यतापट्टि हो जाने रहेको छ माक्लो रानीवासको चाहिँ हामी चाहिँ भित्रभित्रै हेऱ्यौँ होइन अरूभन्दा पनि टेन्सन भयो यहाँ आएर चाहिँ मलाई मैले मासु लिन आएको तर झोला ल्याउन बिर्सेछु होइन दुई धार्ने मासु लिन मेरो 1.5 लिटर पेट्रोल सकिने भयो ल आयो यो चाहिँ कमला खोला जुन चाहिँ आफ्टर 14 होइन त्यहाँनिर चाहिँ 14 इन्ड हुन्छ है
हेर्नु खोला पनि ठुलो छ। को तर्दै हुनुहुन्छ तल तल भल आएको रहेछ, त्यही पनि तर्दै हुनुहुन्छ। हामी पनि पहिला त्यसरी तरेर आउँथ्यौँ त्यस्तै खोलाबाट होइन, गहिरो गहिरो हुँदा पनि होइन अलिक गाह्रो हुन्थ्यो, जुत्ता चप्पल खोलेर हिँड्ने गर्थ्यो होइन। अहिले चाहिँ उहाँहरू चाहिँ अल्छी गरेर हो होइन, त्यहाँ माथि पुगेर झोलुङ्गे पुलबाट आएको भए हुन्थ्यो है। यस्तो रहेको छ बाटो चाहिँ होइन, अफ रोड त छैन, पिजी छ तर अलिक सानो छ। अन्त म यहाँ तिर्पल रोडै पनि हिँडिसकेको छु यो बाटोहरूमा होइन। अहिले त सोलो त मलाई त के भयो र, सिसा चाहिँ खोल्नु पऱ्यो, अब त डिस्टर्ब नहोला होइन। बिस्तारै हिँड्छु, यहाँ अलिकति उकालो छ। यस्तो छ होइन, यो त एउटा के अरे एडभेन्चर जत्तिकै हुन्छ क्या। यहाँबाट यस्तो पुलमा चाहिँ अलिक सजिलो छ, उताको साइड तल चाहिँ गहिरो खोला छ है। आफ्नो चक्का अलि चक्का त बेसी देखिँदैन होइन, अलि ह्यान्डल सिधा तलको भाग नदेखेर होला हल्का कन्फ्युज लागिरहेको छ कि। यतातिर काँस घारी छ अगाडि, यस्तो छ भ्यू होइन। तपाईँहरू चलाउन सक्नुहुन्छ भन्न, अब सुरुमा अलिक डर लागेको मात्र हो, नत्र म त कुदाइदिइहाल्छु क्या। 50-60सम्म कुदाइदिन्छ यहाँ होइन। अहिले चाहिँ धेरै पछि कुदाया भएर हो है। ल पारी पनि आइयो होइन। यस्तो छ है हाम्रो मामा घर निस्किने यतापट्टिको बाटो चाहिँ। गाडी त यस्तै त्यस्तै हो, बाइक चाहिँ जस्तो तसो जान्छ होइन। यो भ्लग चाहिँ हिट हुनुपर्छ है मेरो यार, यस्तो ठाउँमा भ्लग बनाएर छु मैले। ओए 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 ओहो यता पनि कामहरू चल्दै रहेछ। मेरो खासै दाना हेर्ने फुर्सद छैन होइन। त्यहाँनिर भिडियोमा देखिएन धामाधाम चल्दै रहेछ। दुई चारजना मात्रै हो होइन। अब अरू बेला जस्तो काट्यो भए त आसपासको आएर सरसहयोग हुन्छ। अब अहिले चाहिँ प्रायः जसो आफ्नोमा काट्ने मात्र हुन्छ होइन। अब राँगै काटेको छ, मुरियाल ठुल्ठुलो काटेको छ भने त दुई चार घरको यताउताको हुन्छ होइन, मिलेर गर्ने हुन्छ। अब सन्तान खसी काटेको भने त आफ्नैको आफ्नै मात्र हुन्छ अनि मान्छे हुँदैन। अनि काम जानेन भने त सकिएको। बाटो चाहिँ यस्तो छ है, रातो माटो जुन एयरमा गाइन्छ नि, रातो माटो, चिप्लो बाटो, ढुङ्गाको बाटो, घाँसको बाटो, लड्दै पर्दै त भन्न मिलेन होइन। उफ्रिँदै आइमा पुग्यौँ रातमाटे डाँडा। ल अब यतापट्टिबाट चाहिँ हाइवे छ हाम्रो, रुचानीको हाइवे हो यो चाहिँ है। नामकरण त भएको छैन होला होइन, टाइममा बन्छ। कातार कुतुर पार्छन् खास चाहिँ, त्योभन्दा ज्यादा चाहिँ केही गरे जस्तो लाग्दैन मलाई। यस्तै देख्छु म। अब अलिक दिनमा फेरि कोतार्छन् त्यति हो। एकचोटि ढलान गऱ्यो भने त फिनिसिङ हुन्छ नि त। घर चाहिँ यस्तो रहेको छ होइन। म चाहिँ यहाँ तलतिर जाने हो, अझ यो पनि उताबाट घुमेर आउनुपर्छ होइन। हिँडेर जाँदा चाहिँ ठ्याक्कै यहाँ अगाडिबाट जानु मिल्छ।
त्यहाँ तलतिर जाने हो। ओहो, यहाँ चाहिँ एउटा प्रतीक्षालय पनि बनेछ अहिले चाहिँ। प्रतीक्षालयको जरुरत परेछ यहाँ भने चाहिँ, बाटोको जरुरत चाहिँ नपर्दो रहेछ। चिप्लिन्छ त यार। आज एडभेन्चरै भयो, पहिलाको भन्दा अलि बाटो चाहिँ अलिक गाल्डाङ गुल्डाङ चिप्लो सिप्लो भयो रहेछ है अहिले चाहिँ। अन्त अनि अलि धेरै नै भयो अफरोडतिर नहिँडेको है। अन्त यो बाइक लिएर म यहाँ धेरैचोटि आइसकेको छु यो साइडतिर। त्यो हाइवे छोडेर म अर्को भित्री हाइवे आएको छ है। अब चाहिँ यहाँ तल गाउँतिर जोड्ने, खेतबारीतिर जाने बाटो पर्छ होइन। हाइवे नै हो यो, नो कन्फ्युजन। अझै घर पनि लाग्यो, अहिले जिस्काउँछन् होला मलाई एकलट होइन, तर म जिस्किदिनँ। ओहो, कता 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 यहाँ चाहिँ बनाएछन् है त। ल खुसी लाग्यो। खोइ कता कोही छैन नि त गाउँमा, के हो शान्ति क्षेत्रको आँगन भने यस्तै छ त यता। Kenapa main? Hazır? Ay bakar.